मैले यहाँ अगाडि एउटा राम्रो कुरा देखेँ। यहाँ यसरी कार्टुनहरू जम्मा गरेर यहाँ अगाडि सानो यो अन्डरग्राउन्ड छ। अहिले चाहिँ उता फर्किरहेछ फेरि। अहिले फेरि उतै यता यसरी मुभमेन्ट हुन्छ कि। अब म चाहिँ यही पुलबाट माथिबाट हिँड्दै हिँड्दै जानु पर्ला। कस्तो मजाले खुर्सानी राखेको छ। हेलो साथीहरू, नमस्ते एन्ड स्वागत छ तपाईहरुलाई अर्को भिडियोमा। साथीहरू, मैले तपाईहरुलाई जहिले एउटा हातले नमस्ते गर्ने गर्छु, किनभने अर्को हातले मोबाइल समातेर भिडियो बनाइरहेको हुन्छु। त्यसको लागि चाहिँ एकदमै माफी चाहन्छु। साथीहरू, हाल अहिले म चाहिँ दक्षिण कोरियामा कामदारको रूपमा रहँदै आइरहेको छु र कोरियामा काम गर्ने दिन, बेसिक काम गर्ने दिन 5 दिन हुने गर्छ र बिदा चाहिँ 2 दिन शनिबार र आइतबार हुने गर्छ। त्यो सबैलाई थाहा भएकै कुरा हो। कोरियामा रहनु हुने साथीहरूलाई त त्यो स्वाभाविक नै छ, थाहा हुनु। र पहिला त अब शनिबारहरू रातो बिदामा पनि कम्पलसरी नै काम हुने गर्थ्यो। तर आजभोलि अब कोरियामा काम कम भएर हो या विदेशी कामदारको संख्या अलिक बढी भएर हो, पहिलाको तुलनामा चाहिँ यो शनिबार अनि रातो बिदाहरूमा खासै काम हुँदैन। हुन त अब अरू साथीहरूको कम्पनीमा त कुनै कम्पनीहरूमा त हुने पनि गर्छ होला, त्यो चाहिँ अब मलाई थाहा भएन। र मेरो कम्पनीको कुरा गर्ने अथवा मैले काम गर्ने कम्पनीको कुरा गर्ने हो भने चाहिँ शनिबार र आइतबार जहिले बिदा हुन्छ। त्यसैले आज शनिबार बिदाको दिन अब म यसो बिदा भएर अब बाहिर निस्किरहेको छु हैन। बाहिर निस्किने क्रममा चाहिँ मैले तपाईहरुलाई थोरै भए नि आवश्यक पर्ने, थोरै भए नि मनोरञ्जन दिने र थोरै भए नि ज्ञान दिने खालको भिडियोहरू आजको भिडियोमा देखाउने छु। कृपया भिडियोको अन्तिमसम्म रहेर चाहिँ हेरिदिनु होला है त। साथीहरू, म यो बाटोमा हिँड्दै गर्दा यहाँ अगाडि मैले एउटा यस्तो राम्रो कुरा देखेँ। के गरेको रहेछ भन्दाखेरि धेरै सोलर प्यानेलहरूबाट एउटा यसरी देख्न सक्नुहुन्छ। धेरै सोलर प्यानलहरूबाट ठुलो छानो जस्तो बनाएर रूप जस्तो बनाएको छ। त्यहाँ मुनि चाहिँ हैन, यो ठुलो सोलरको प्यानेलको ठुलो छाना बनाएको छ। अनि त्यहाँ मुनि चाहिँ धेरै गाडीहरू पार्किङ गरेको छ। अनि यो धेरै यो प्यानलहरूबाट चाहिँ ठुलो मात्रामा विद्युत पनि उत्पादन गरेर इलेक्ट्रिक गाडीहरू चार्ज गर्ने ठाउँहरू पनि बनाएको रहेछ। यहाँ अगाडि तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ अगाडि चाहिँ यो इभी लेखेर यो छुट्टै खालको कलरिङ गरेको छ नि। यो चाहिँ यही अगाडि यो देख्नु भएको यो ठुलो यो धेरै प्यानलहरूबाट उत्पादन गरेको विद्युतबाट यहाँ अगाडि चाहिँ के हो त, इलेक्ट्रिक गाडीहरू चार्ज गर्ने स्टेसन बनाएको रहेछ। यहाँ देख्न सक्नुहुन्छ इभी लेखेर छुट्टै कलरिङ गरेको चाहिँ यो इलेक्ट्रिक गाडीहरू चार्ज गर्ने ठाउँ हो, स्टेसन बनाएको छ यो मजाले है। कोरियामा चाहिँ एउटा सामान प्रयोग गरेर धेरै कुराको फाइदा लिने गर्छन् के। त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्छ। अब जस्तो कि यहाँ धेरै सोलर प्यानलहरूबाट एउटा ठुलो छानो जस्तो बनाएको छ। अनि त्यहाँ मुनि चाहिँ थुप्रै इलेक्ट्रिक गाडीहरू राख्ने ठाउँ बनाएको छ, जसले गर्दा के भयो त, घाम पानीबाट पनि अब गाडीहरू जोगिने भयो। हुन त अब गाडीहरूलाई अब घाम पानीको मतलब भएन, त्यही पनि त्यसै खुल्ला ठाउँमा राखेको भन्दा त्यो छानो मुनि राख्दा चाहिँ अझै सुरक्षित हुने भयो। दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि अब त्यो प्यानलहरूबाट हैन, सोलरको प्यानलहरूबाट उत्पादन भएको विद्युतबाट चाहिँ त्यही इलेक्ट्रिक गाडी चार्ज गर्ने ठाउँ बनाइदिएको छ के। त्यो चाहिँ एकदमै के भयो त, राम्रो हो के। त्यो त्यहाँ अगाडि एउटा बजैले यसरी कार्टुनहरू जम्मा गरेर बेच्न लिएर जाँदै हुनुहुन्छ।
यो अगाडि यो अपार्टमेन्ट देख्नु भएको छ नि। मैले चाहिँ यो अपार्टमेन्ट भन्दा पनि यो अपार्टमेन्टमा बसोबास गर्ने बच्चाहरूको लागि यहाँभित्र यस्तो राम्रो एकदमै राम्रो व्यवस्थित खेल्ने ठाउँहरू बनाइदिएको छ। त्यो चाहिँ मैले तपाईँहरूलाई देखाउन लागिरहेको छु। यहाँ अलिक बारले गर्दा राम्रोसित देखिन। यहाँ बच्चाहरूको लागि हेर्नुहोस् त कस्तो राम्रो खेल्ने ठाउँहरू बनाएको छ। यो चारैतिर यो एकदमै बार बारेर एकदमै सुरक्षित बनाएको छ, जसले गर्दा चाहिँ यहाँ बच्चाहरू अभिभावक बिना पनि मजाले सुरक्षित तरिकाले निर्धक्क चाहिँ के भयो त खेल्न सक्ने भयो। यो चाहिँ हेर्दा यस्तो सुरक्षित बनाएको छ बच्चाहरू खेल्नको लागि। यो पनि मलाई एकदमै राम्रो लाग्यो। यहाँ अगाडि चाहिँ सानो यो अन्डरग्राउन्ड छ, माथि पारी बाटो काट्नको लागि। अब यो सानो यो अन्डरग्राउन्ड भए पनि यहाँ सेफ्टीको लागि चाहिँ कति ठुलो सिसिटिभीहरू जडान गरिएको छ। अहिले मैले देखाउँछु तपाईँहरूलाई। यहाँ भएको सिसिटिभी चाहिँ यस्तो अटोमेटिक छ कि जता जता मान्छेको मुभमेन्ट हुन्छ त्यो सिसिटिभी पनि त्यतैतिर मुभमेन्ट गर्ने गर्छ। यता फर्किरहेछ नि त्यो सिसिटिभी क्यामेरा, यता फर्किरहेछ होइन, यता फर्किरहेछ। अहिले उता फर्क्यो, देख्नुभयो नि, घुमिरहेछ। सायद मान्छे आएको छ होला त्यसैले घुमिरहेछ। अहिले चाहिँ उता फर्किरहेछ फेरि, अहिले फेरि उतै यता यसरी मुभमेन्ट हुन्छ कि। यो चाहिँ एकदमै सेफ्टीको लागि यत्रो सानो एरियामा यत्रो सानो अन्डरग्राउन्डमा नि एकदमै राम्रो खालको एडभान्स खालको चाहिँ सिसिटिभी जडान भएको छ। अन्डरग्राउन्डबाट बाहिर निस्केपछि यहाँ चाहिँ पुरै एकदम राम्रो खालको बस स्टपहरू छ। बस स्टपमा फेरि यस्तो तरिकाले यहाँ फोहोर फ्याँक्ने डस्टबिनहरू पनि राखिदिएको छ। यो आफ्नो खालको रिसाइकल हुने फोहोरलाई एकतिर राख्नु पर्यो अनि रिसाइकल नहुने खालको साधारण फोहोरलाई चाहिँ एकतिर राख्नु पर्यो। चाहिँ अगाडि देखिरहनु भएको चाहिँ पुरै ट्रेन हिँड्ने बाटो हो। कस्तो सुरक्षित बनाएको छ, पुरै बारेर कभरिङ गरेर धेरै चाहिँ सुरक्षित र बनाएको छ, देख्न सक्नुहुन्छ। अब म चाहिँ अहिले चाहिँ म यो हिँड्दै यहाँ अगाडि चाहिँ थोरै जग्गामा पनि कस्तो मजाले कस्तो राम्रो यो प्याज फलाएको छ। कोरियामा सानो जग्गा भए पनि खाली चाहिँ छोड्दैन कि, केही न केही लगाएकै हुन्छ। यहाँ अगाडि ठ्याक्कै नेपालमा जस्तै बस्ने चौतारा रहेछ, ठ्याक्कै रुखको मुनि नेपालमा जस्तै आनन्दले बस्ने चौतारा जस्तो बनाइरहेर चाहिँ देख्न सक्नुहुन्छ। कस्तो शीतल ठाउँ होला जस्तो छ, बस्दाखेरि पनि आनन्द आउला जस्तो छ। यहाँ अगाडि कत्रो ठुलो दराजहरू फ्याँकिदिएको रहेछ। ल हेर्नुहोस्, फोहोर फ्याँक्ने ठाउँ त होइन जस्तो छ, त्यही पनि यस्तो ठुलो दराजहरू फ्याँकिदिएको छ। देखाइरहेको बोर्डमा चाहिँ अहिले हालको तापक्रम अनि चाहिँ समय र हावामा मोइस्चराइजरको मात्रा कति छ, अनि हावामा धुलोको मात्रा कति छ, मिसेमन्जीहरूको बारेमा सबैको बारेमा डिटेल बताइरहेको हुन्छ। आजको चाहिँ राम्रो रहेछ है।
देखिरहनु भएको छ नि यो पुल यत्रो ठुलो छ अब म चाहिँ यही पुलबाट माथिबाट हिँड्दै हिँड्दै जानु पर्ला यहाँ अगाडि फेरि कस्तो मजाले ल हेर्नुहोस् कस्तो मजाले खुर्सानी राखेको छ अनि पुरानो टाइपको कोरियन घर पनि छ ल यो चाहिँ पुल माथिको यो मान्छे हिँड्ने बाटो भयो यो साइडको पुल चाहिँ सम्म मात्रै देखेको थिएँ होइन एकदमै लेभलको तर यो पुल चाहिँ के जस्तो भन्दा उकालो ओह्रालो पनि छ क्या अचम्मको छ उकालो ओह्रालो छ अहिले म चाहिँ यो पुलमा म उकालो बाटो हिँडिरहेको छु तर पुल चाहिँ धेरै जसो चाहिँ सम्म नै हुन्छ नि त हाम्रो नेपालमा चाहिँ धेरै जसो सम्म परेको हुन्छ नि त पुल यस्तो उकालो ओह्रालो हुँदैन यो चाहिँ के हो त पुरै उकालो ओह्रालो छ क्या यो पुल यहाँ अगाडि आल्तुङ मेजाङ रहेछ आल्तुङ मेजाङ भनेको चाहिँ कोरियामा सेकेन्ड ह्यान्ड सामान एकदम सस्तोमा पाइने ठाउँ हो यो आल्तुङ मेजाङ भनेर लेखेको छ सेताकी नेङजाङको पाइन्छ भनेर यसरी राखिरहेको छ यस्तो बेवारिसे पारामा फ्याँकिदिरहेछ त सामानहरू ल हेर्नु यो आल्तुङ मेजाङमा सेकेन्ड ह्यान्ड सामान भए पनि राम्रै सामानहरू हुन्छ एकदमै राम्रो कन्डिसनको हुन्छ एकदम सस्तोमा सामान पाइन्छ अब म चाहिँ अब लगभग रुममा आउन लागिसकेँ अब रुममा जानको लागि अब पारी बाटो काटेर जानुपर्ने हुन्छ बाटो काट्नको लागि अहिले जेब्रा क्रसिङ खुलेको छैन बाटो क्रस गर्ने बित्तिकै यहाँ पुरै कोरियन कल्चरल ड्रेस ह्यान्डबुकको पसल रहेछ है पसल हो कि रहेछ भाडामा लिएर प्रयोग गर्ने ठाउँ रहेछ ल हेर्नुहोस् कस्तो राम्रो हुन्छ ह्यान्डबुक अनि यता आडैमा फेरि पुरै बोइलर रहेछ पानी तताउने बोइलर हेर्नु त कति ठुलो छ ल हेर्नु कति ठुलो बोइलर पनि लगभग आउन लागिसक्यो साथीहरू तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो राम्रो लागेमा चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गरेर साथ सपोर्ट गर्नु होला ओके स्वस्थ रहनुहोस् खुसी रहनुहोस् जय नेपाल।